हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु र म चाहिँ आज बिहान बिहान उठेर फ्रेस भएँ र मेरो चाहिँ आज त्यस्तो केही पनि खास कारण थिएन मिनी ब्लग बनाउनलाई। त्यही पनि होइन, यसो घर बसे पनि बनाइदिउँ न त भन्ने सोचेर साथीहरू म चाहिँ फ्रेस भएर हिजो बेलुकाकै भात तरकारीलाई तताएँ र त्यस्तो धेरै पनि थिएन, मलाई खाना मन पनि थिएन। त्यसैको कारणले मैले चाहिँ त्यही भात तरकारीलाई तताएर त्यसैलाई मैले खाएँ। खाना खाएर एकछिन मोबाइल हेर्न बसेको त साथीहरू कति छिटो 3 बजिसकेछ, किनकि मेरो चाहिँ आज छुट्टी थियो। त्यसैको कारणले कहीँ पनि नगइकन घरमै मोबाइल हेरेर बसेँ र बिहान थोरै भात खाएको कारणले होला कि होइन, मलाई चाहिँ कति छिटो भोक लाग्यो साथीहरू। त्यसैको कारणले म चाहिँ गएँ चोकतिर चटपट हिँड्नको लागि। मलाई चाहिँ एकदम गिलो चटपट बनाएर खान मन लागेको थियो, त्यसैले म गएँ चोकतिर पिरो हालेर गिलो चटपट बनाएर लिएर आउन गएँ। र बाटामा यसो हेरेको त अङ्कलले कति धेरै खुर्सानीलाई चप गरेर राख्नु भएको रहेछ बाटामा, र मैले अङ्कललाई पिरो हालेर बनाइदिनु भन्नुको कारणले चाहिँ अङ्कलले चाहिँ मलाई एकदम मिठो तरिकाले पिरो अमिलो गिलो चट्ट परेर चटपट बनाउन सुरु गर्नुभयो अङ्कलले। र मैले चाहिँ त्यो मुभमेन्टलाई क्याप्चर गरेँ। सबै सामान एड गर्नु भइसकेपछि चाहिँ लास्टमा अङ्कलले गिलो हाल्नुभयो, किनकि मलाई चाहिँ एकदम गिलो मनपर्छ साथीहरू। हजुरहरूलाई कस्तो मनपर्छ यसो कमेन्ट गर्नु होला। मलाई चाहिँ एकदम गिलो मनपर्छ होइन, कोही कोहीलाई चाहिँ मन पर्दैन, मलाई चाहिँ एकदम मनपर्छ। र त्यसपछि अङ्कलले चाहिँ खतरासँग स्वाइसै घोल्न थाल्नुभयो र घोलिसकेपछि चाहिँ मलाई फेरि एकदम काँचो केराउ चाहिँ एकदम मनपर्छ, अनि फेरि काँचो केराउलाई पनि मैले एड गर्न थालेँ त्यसमा होइन। अलि धेरै हालिदिनु न अङ्कल भनेको अङ्कलले धेरै हालिदिनु भयो। सबै सामानलाई एड गरेर घोलिसकेर होइन अङ्कलले बनाइदिनु भइसकेपछि चाहिँ मैले अङ्कललाई प्याकिङ गर्न लगाएर अङ्कलले पनि प्लास्टिकमा प्याकिङ गरिदिनु भयो र मैले चाहिँ रुममा लगेर खाने प्याकिङ गरेर लिएर आए साथीहरू। चटपटलाई चाहिँ बाटोमा यस्तो सोचेँ कि अङ्कलले त मलाई अमिलो हालिदिनु भएको छैन कि क्या हो भनेर सोचेँ, र हालिदिनु भएको छैन रहेछ भने पनि म कागती किनेर लान्छु र कागती एड गरेर खान्छु भन्ने सोचेर कागती किन्नतर्फ लागेँ र गएर मन्डीमा गएर 2टा कागती किनेर चाहिँ म फर्केँ साथीहरू। अब रुमतिर जाँदैछु, हेर्नुहोस् न है, मैले चाहिँ कागती र चटपट बोकेर रुमतिर जाँदैछु। मलाई चाहिँ चटपट मात्र खान मन लागेको भएर साथीहरू मैले चाहिँ गिलो चटपट मात्र बोकेर आएँ, किनकि मलाई चटपट बाहेक अरू केही खान मन थिएन। त्यसैले एक्लै लिएर आएँ, रुममा आएर गम्ती चटपट खान सुरु गरेँ। चटपट खाएर एकछिन रेस्ट गरेको त साथीहरू बुढो आइहाल्नु भयो। बुढोले चाहिँ मलाई 3टा स्ट्रबेरी ठुल्ठुलोमा लिएर आइदिनु भएको रहेछ, र त्यो स्ट्रबेरीलाई चाहिँ मैले केही नसोची गम खाएँ। कति मिठो भएको थियो साथीहरू। हेर्नुहोस् न साथीहरू, मेरो बुढोले चाहिँ मलाई कति माया गर्नुहुन्छ कि काममा जे चिज दिए पनि मलाई लिएर आएर दिनुहुन्छ कि, किनकि बुढी रुममा एक्लै छिन् भनेर होइन। कति माया भनेको यही त हो नि। अनि बुढोले चाहिँ मलाई कल गरेर बेलुकामा के खाने भनेर सोध्नु भएको थियो। मैले भने मासु बोकेर आउनु भनेर। अनि हिजोको चाउमिन थियो, त्यो चाउमिनलाई चाहिँ मैले तताएर मेरो बुढोलाई मैले खाना दिएँ। अनि म चाहिँ नुहाएर फ्रेस भएर आएँ साथीहरू। म कस्तो बहादुर छु कि साथीहरू, रातिमा पनि गएर नुहाउन सक्छु कि, त्यति बिनी बहादुर छु कि। हजुरहरू कस्तो हुनुहुन्छ कमेन्ट गर्नु होला है त। अनि म चाहिँ नुहाएर फ्रेस भएर अघि बुढोले लिएर आउनु भएको मासुलाई बनाउनतर्फ लागेँ र ग्रेभी हालेर मासुलाई चाहिँ एकदम मिठो तरिकामा बनाएँ। पस्केर चाहिँ मैले आफू पनि खान सुरु गरेँ र मैले मेरो बुढोलाई पनि खाना दिएँ साथीहरू। खाना चाहिँ एकदम मिठो भएको थियो, खाना भन्नाले नै तरकारी चाहिँ एकदम मिठो भएको थियो, र मेरो बुढोले पनि एकदम मिठो तरिकाले खानुभयो।